विश्वा लिम्बूबारे किन टिप्पणी गरिस् भन्छस्? गर्छु त झ्याक्ने हो। विश्वा लिम्बू के अरे झ्याक्ने? म पनि झ्याक्ने, तेरै भाषामा झ्याक्ने। के अरे टिप्पणी? जायज कुरा गरेको छ। किन झ्याक्ने र म्याक्ने भन्नु पर्यो? राम्रो शब्द बोल्न आउँदैन? मान मर्यादा नागेर मान्छेको उयो नै नागेर बोल्ने। झ्याक्ने तेरो भाषामा सुन। कुरा उठायो, जायज कुरा उठायो। ट्याक्सी, त्यो साधारण ट्याक्सी आउने साउने कुराको छ। त्यही चिल्लो गाडी, त्यही दुई दिनमा कति लाख खर्च गरेर त्यो गरेको बारेमा बोलेको छ। जायज कुरा हो। हिजो अस्ति भर्खर जलेको कति दिन पनि भएको छैन। त्यो आमाहरूको, त्यो शहीद आमाहरूको आँसु यो सुकेको पनि छैन। यस्तो कुराहरू गर्दा, अपच कार्यहरू गर्दाखेरि कुरा उठाउनु जायज कुरा हो। यसमा बोल्दा चाहिँ झ्याक्ने तेरो के को मन दुखाइ? अनि सुन झ्याक्ने, यही कुरा चाहिँ फेरि श्रम सांस्कृतिक पार्टीले जसले चाहिँ तिमीहरूले हर्केको हली भनेर उसलाई दोष लाग्छ नि, हो यही कुरा चाहिँ हर्क साम्पाङको टिमले यही सेम कार्य गरेको भए यहाँ तिमीहरूले नेपालमा सुन्नामी ल्याउँथिस् ट्रोल गरेर। क्या सब मिडियाहरू लाग्थ्यो, गोदी मिडियाहरू छ नि। अहिले गोदी मिडियाहरू चुपचाप बसेछ, कसैले क्वेसन उठाएको छैन, किनकि उनीहरू भनेको गोदी मिडिया हो। तर विश्व लिम्बू भनेको चाहिँ एउटा सच्चा इमान्दारी, जे देख्यो जे पचेन त्यही बोल्यो। यसमा के गल्ती छ? झ्याक्ने कति हेपेर बोलेको के तिमीहरूले जनजाति लिम्बू विश्व लिम्बू भनेर हेपेको? झ्याक्ने। मैले भने नि, म केही बोल्दिनँ, जस्ट झ्याक्नेलाई म पनि तेरो टिप्पणी गर्छु भनेर आएको। तैँले के अरे टिप्पणी गर्छु? झ्याक्ने कसले के गर्छस् भन्दा अब तिमीहरूले सिकाएको भाषा झ्याक्ने। सुन, यही कुरा नि हर्क साम्पाङको टिमले गरेको, तै झ्याक्नेले सबैभन्दा पहिला बनाउँथिस् होला। यही हो अब एजेन्डा। यसलाई पुरा बनाएर हाल्नुपर्छ। मेरो त भ्युज टन्ने आउँछ भने तिमीहरू कोही भ्युजको पछि लाएछस्, कोही ट्रेन्डिङको पछि लाएछस्, कोही भनेको रासपाको अन्धभक्तहरू छ। के हो तिमीहरू? सब नेपाली जनता हो, सब जुनै पार्टीको आओ, चाहे श्रम संस्कृतिको, चाहे रासपाको, चाहे राप्रपा, चाहे एमाले, काङ्ग्रेसको, थाहा छ सबै पार्टीको नेपालीहरू। एउटा मेन मान्छेलाई लिएर आउने हो थपक्क नेपाल बनाउन। अनि सबै पार्टीको समर्थकहरूले आफ्नो चुनेर ल्याएको नेतालाई खबरदारी गराउँदै देश बनाउने अगाडि बढाउने हो कि मौरीले रानी लुकाएको जस्तै हरेक कुरा तिमीले ढाकछोप गर्ने हो? कुखुरालाई अन्डा अथार बसेको जस्तै के गरेको? यो त 3 करोड जनताले बोल्नुपर्ने उही पुरानो पारा भएन भने यस्तो यो त मैले पनि हेरेको थिएँ। म ड्युटीमा थिएँ, आज राम्ररी हेरेँ कि कति कुरा चित्त बुझेको थिएन। अब त्यही पानीको कुरा ल्याउँछु, साधारण है, अरूले जान्न गएर साधारण पानीको कुरा ल्याउँछु। आशिका तामाङले पहिला बिचारा माया लाग्दो हाम्रो दुखी आमाहरू, दिदी बहिनीहरू बाटोमा 50-60 रुपियाँको पानी बेच्दा कति तल्का मचाएको थियो। कति तल्का मचाएको थियो। मैले सोचेको थिएँ अब आशिका तामाङ गयो खतरा उहाँ होइन, अब त्यहाँ गएर चाहिँ के बोल्छ भनेको। त्यही पानी 50-60 रुपियाँको उसले तल्का झाँक्री भएको थियो नि, त्यही पानी त्यहाँनिर गएर 400-500 पानी घटटटटटटटट निल्यो घाँटीमा नि। कसरी छिरेछ यार त्यो पानी। अनि के भन्ने यसलाई भनिन्छ अवसरवादी हो क्या झ्याक्ने। सुन, तँ झ्याक्ने पनि नेपाली होस्, सायद रासपाको समर्थक होस् होइन, कोही झ्याक्नेहरू तैँले भनेको छ तेरो भाषामा, कोही झ्याक्नेहरू श्रम सांस्कृतिक पार्टीको। तिमीहरूले चाहिँ अहिले चाहिँ एकदम श्रम सांस्कृतिक पार्टीको अभेन्समा चाहिँ को लगाएछस्? माटो श्रम सांस्कृतिक पार्टीलाई लगाएछस्। सरी, रासपाको उयसमा चाहिँ होइन। अनि जे कुरामा पनि तिमीहरूले त्यता नाच्नु छ। मैले भने नि, यही काम चाहिँ श्रम सांस्कृतिक पार्टीको हर्क साम्पाङको टिमले गरेको भए नेपालमा अझ लाखौँ भ्युज कन्टेन्ट क्रिएटरहरूले कन्टेन्ट बनाएर एउटा साधारण भनेनु ओर्के भन्दै होइन। अच्छा, झ्याक्नेहरू कुरा बढ्यो चाहिँ के हो तिमीहरू? कुन तेरो मुखले चाहिँ यति सजिलो तरिकाले झ्याक्ने भन्नु जानिस्? कति पढाइछस्? झ्याक्ने बुझ्न कुरा। झ्याक्ने के साह्रो ओभर हो। त्यति फरक छ के। म त्यही भन्छु कि नेपाली जनताहरू चाहिँ नि चेतनशील हुनु आवश्यकता छ।
अब त्यो गाडी पनि खोलिदिनु पर्ने अरे अनि त्यसको विषयमा कुरा हुँदा त्यो त कति करोडको मालिक टेस्ला चढेकै बेला त्यसले 9-10 टेस्ला पनि चढ्नु सक्छ हु केयर्स 100वटा टेस्ला चढोस् न के मतलब जनताले चुनेर ल्याएको नेता भएपछि मान्दैन यदि बुझ्ने जनता हो भने त्यस्तो सोप चाहेको छैन देश बनाएर देखाओस् चाहे त्यो $1 टेस्ला चढोस् ओके यो चाहिँ त्यो पोडकास्ट नाथे भन्नेलाई है मेरो एन्सर अनि झ्याक्ने अरे तँ झ्याक्ने चाहिँ को हो फेरि त्यस्तो बोल्ने आम्मा किस्सा हेपेको यिनीहरूले लिम्बू भएर हेपेको हो विश्वलाई पनि विश्व भाइ यु आर राइट कसैले उठाउनु नसकेको कुरा तिमीले उठाएको छौ त्यही भएर ब्राप म्यान जोसुकैले जे भने पनि जसले बुझ्छ ताली पिट्छ र सपोर्ट गर्छ अनि राष्ट्रपति चाहिँ के हो काँक अब घन्टीको घन्टाबाट टिङ टिङ टिङबाट फेरि काँक भएको एउटाले काँक गरेपछि सबै काँक 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 किन काँक काँक गरेको नि त्यो काँक गर्दै गयो अनि म पनि त्यसको पछि काँक 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 गर्दै गएको त्यस्तो भयो त एनिवे म यति मात्रै भन्नु आएको हो वाक शब्द भन्दा त्यो तिमीहरूको भयभरको मुख झ्याक्ने प्याक्ने मुक्ने भन्दै नछोड के हो जायज कुरामा ठन्डा दिमागले सोच जुन विश्वलिम्बूले उठाएको कुरा थियो नि यो चाहिँ 3 करोड जनताले पनि उठाउनु पर्थ्यो किन पुरानै ढाँचा भयो नि त होइन त्यही देख्यो सुरुवाती भएको छैन सुरुवातीमै यही मैले पानीको उदाहरण दिएँ हो त्यहाँ गएर त ओहो यो पानी के हो म त खान्न यो त यस्तो गर्दाखेरि मैले पहिला कुरा उठेँ फेरि यहाँ पनि यही भनेर उसले उठाउनु पर्नेमा अनि तुलुङ गऱ्यो सक्यो अब राष्ट्रपतिले जे गर्दा पनि सबै जनताहरू चाहिँ अरू चाहिँ चुप लाएर बस्नुपर्ने हो कहाँ छ त्यस्तो को र उनीहरू सबै आफ्नो पार्टीको नेताहरूलाई चुनाव दिएर भोट दिएर जनताले नेपाल बनाउनु पठाएको न घन्टा न माटो न रासपा न श्रम संस्कृति पार्टी न उज्यालो न के अरे एमाले न काङ्ग्रेस सबै कुरा बुझ्या सबै नेपाली जनता हो सबैको बोल्ने अधिकार छ औँला ठडाउने अधिकार छ रासपा चाहिँ 2-3ले गयो भयो जितेर गयो भन्दामा उसलाई हामीले केही नभन्ने मुखमा जिप लाएर बस छैन त्यो काहीँ पनि त्यस्तो त्यही भएर म त विश्वलिम्बूलाई गर्छु कुरा उठाएकोमा अरू गोदा मिडियाहरू त भएर बसेको छ तर यही काम हिजो गएर श्रम संस्कृति पार्टीले गरेको भए टिमले गरेको भए गोदिया मिडियाहरू त उर्लेर ओहो हेडलाइन न्युज टिकटकै भरि हेरि नसक्नु हुन्थ्यो क्या आज केही नपाएर विश्वलिम्बूलाई खेदो गरिरहेछ कि यिनीहरूले खेदो जसले सत्य कुरा जायज कुरामा क्वेसन उठायो खबरदारी गर्यो उसैलाई नै खेदो क्या त्यही भएर त काँक भन्छु त काँकहरू काँक गरे एउटाले अर्को पनि काँक 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 कहिलेसम्म काँक काँक गर्दै हिँड्छ हौ काँक काँक गर्दा गर्दा खाक भइसक्यो कुरा बुझ न हौ ऊ झ्याक्ने भन्नेहरू जय माटो जय श्रम सांस्कृतिक पार्टी जय नेपाल जय नेपाली जनता विकसित गर्नु होला है।